आज चाहिँ 2082 वैशाख 6 गते हैन मैले आज केही कुराहरू राख्न गइरहेको छु। श्री प्रेम रावतजीले शान्तिको सन्देश भनेर कार्यक्रम राख्नुभएको थियो। स्थान चाहिँ कहाँ हो भन्दाखेरि हाम्रो गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला सैन्यमेना नगरपालिका 7 रूपन्देही हाम्रो यहाँदेखि लगभग 1.5 किलोमिटर तल पश्चिममा रहेको छ। लुम्बिनी रोडदेखि थोरै 100 मिटर 200 मिटर भित्रपट्टि छ हैन। त्यहाँ चाहिँ आज शान्तिको सन्देश भनेर प्रेम रावतजीले कार्यक्रम राख्नुभएको थियो हैन। प्रवचन करिब 1 घण्टा जतिको थियो, 8 बजेदेखि 9 बजेसम्मको। त्यहाँ त्यसको लागि चाहिँ इन्डियाबाट, भारतबाट हैन, अनि त्यसपछि नेपालका विभिन्न कुनाबाट प्युठानदेखि लिएर दाङदेखि यता धनगढी महेन्द्रनगरदेखि लिएर यता धरान धनकुटासम्म काठमाडौँ वरिपरिबाट धेरै भक्तजनहरू आउनुभएको थियो हैन, शान्तिको सन्देश सुन्नको लागि हैन। सुन्न त अब युट्युबमा नि सुन्न सकिन्थ्यो, तर उहाँको गरिमामय प्रत्यक्ष उपस्थितिमा सुन्नु एकदम लाभ हुन्छ भनेर आउनुभएको थियो। आउनुभएका सबै मान्छेहरू, भक्तजनहरू त्यो कार्यक्रममा सरिक हुन पनि सक्नु भएन, किनकि बिहान वर्षा भयो हैन। वर्षाले गर्दाखेरि अलिकति कार्यक्रम अलिकति बिथो लियो। करिब मलाई लाग्छ अब लाखौँ मान्छेहरूको उपस्थित थियो हैन। अब एक्ज्याक्ट डाटा त अब त्यसरी आएको छैन हैन। देख्दाखेरि चाहिँ एकदम भिड थियो, रङ्गशाला पुरै थियो। अलिकति बाहिर नि मान्छे थिए, अनि फेरि फर्किएका मान्छे पनि थिए। यो चाहिँ त्यहाँको बस्तीको बारेमा जानकारी। अनि मैले चाहिँ उहाँको सन्देश के हो भन्दा शान्ति हो, मेन शान्ति हो हैन। उहाँको बारेमा के हो भन्दाखेरि उहाँले चाहिँ शान्ति, आत्मज्ञान भनेको आत्मा भनेको के हो त, आत्मतत्त्व के हो त, आत्मतत्त्वको बारेमा जानकारी दिनको लागि केही प्रवचनहरू, केही कुराहरू राख्नुभयो हैन। अब मैले पनि यो मार्गमा म पनि अलिअलि बामे सर्दै गरेको अवस्था हुँदाखेरि मैले पनि बुझेको हैन। मेरो नि गुरु यहीँ हुनुहुन्छ हैन। म पनि सत्सङ्ग भक्तिमा म पनि लगभग करिब 5 वर्ष जति भयो म यो क्षेत्रमा यात्रा गर्न लागेको, म हिँड्न लागेको। त्यो गर्दाखेरि अलिअलि कुराहरू मलाई पनि धेरै ज्ञान छ, अलिअलि ज्ञान छ। अब त्यसको लागि हामीले प्रोसेस गर्नुपर्छ। त्यो प्रवचन सुनेर मात्रै कहिले नि हुँदैन, किनकि मान्छेले यो कानले सुन्छ, यो कानले उडाउँछ। शान्ति त भन्छ, तर त्यही भिडमा हिँड्दाखेरि उरिसाउँछ, फेरि ठेलमठेल हुँदाखेरि उरिसाउँछ। शान्ति भयो त भएन नि। लाखौँ मान्छेको भिडमा भिड हुन्छ, त्यसलाई पनि आनन्द लिनु पऱ्यो कि, त्यसलाई नि शान्ति लिनु पऱ्यो। त्यसलाई पनि रिसमा प्रकट गर्नु भएन कि यो पनि के हो, प्रभुको प्रसादको रूपमा ग्रहण गर्नु पऱ्यो। किनकि अब त्यही वर्षाले के सिकाउँछ भन्दाखेरि तिमी जति सत्कर्म गर्न जान्दैछ तिमीलाई त्यति नै अब्स्ट्याकलहरू आउँछ, त्यति नै अवरोधहरू आउँछ। त्यो वर्षा भनेको कसैको लागि परीक्षा पनि त हो। तिमी उहाँ धरानबाट, तिमी भारतको युपीबाट अथवा राजस्थानबाट यहाँ आएका छौ, सानो तिनो वर्षाले तिमी डगमगाउँछौ भने त अनि के हुन्छ। जीवनमा त यस्ता अब्स्ट्याकलहरू, यस्ता अवरोधहरू, समस्याहरू त कति बाधाहरू कति आउँछन्। त्यो समस्यालाई चिर्दै अगाडि बढ्ने हो। यसको सन्देश चाहिँ त्यो हो क्या वास्तवमा। मैले पनि भनेको थिएँ हैन, बाटोमा जाँदाखेरि मैले यस्तै कुराहरू गर्दै गएको थिएँ हैन। उहाँ गएर उहाँले नि त्यही भन्नु, यो भनेको के हो भन्दाखेरि यो बारिस भनेको तिम्रो समस्या हो। जति समस्या जीवनमा आउँछ त्यति नै लर्निङ हुन्छ, त्यति नै तिमी अगाडि बढ्नलाई सक्षम हुन्छौ भन्ने कुरा उहाँले पनि गर्नुभएको थियो। त्यसपछि जो हट्छ नि, डगमगाउँछ नि, तिनीहरू साइड लाग्दै जान्छन्। तर शिखरमा पुग्ने त एकजनै हो नि, सगरमाथा पुग्ने त एकजनै हो नि। त्यहाँबाट जाँदै जान्छन्, बिचमा थाक्दै हराउँदै जान्छन्। जस्तो ज्ञान पनि त सबैलाई कहाँ प्राप्त हुन्छ र। गुरुले यो प्रोसेस गर भनेर त्यो प्रोसेसहरू दिनुहुन्छ। श्वास क्रिया गर, बिहान उठेर जप गर, निरन्तर ध्यान गर, 1 घण्टा रेगुलर गर भन्नुहुन्छ। तर त्यो रेगुलर यात्रामा कतिजना हिँड्छन् त? सबै त हिँड्दैनन्। रेगुलर यात्रामा म पनि 5 वर्षको दौरानमा मैले पनि अब कहिले छोड्दै गर्दै गरिरहेको छु। तर कन्टिन्यू छ। एक दिन बिर्रेला, तर अर्को दिन त्यसको क्षतिपूर्तिसहित भरपाई त गर्नु पऱ्यो नि। त्यसरी हिँड्नुभयो भने चाहिँ तपाईँ अभियसली सक्सेस हुनुहुन्छ। तपाईँका ज्ञानका कुराहरू तपाईँलाई घट्छन्। यो स्वयंको खोज हो के। तिमी आँखा बन्द गर। उहाँले भन्नुहुन्थ्यो भगवान् कृष्ण त्यो नाग यसो गरेको नागहरूको उसमा यसरी भगवान् विष्णु यसरी सुत्नु भएछ, तर आँखा बन्द गर्नुभयो, किनकि उहाँ स्वयंभित्र हराउनु भएछ। त्यही हो यसको लक्ष्य। आँखा चिम्ल, स्वयंलाई खोज। आत्मज्ञान भनेको त्यही हो। तिमीभित्र एउटा कण छ, एउटा तत्त्व छ। त्यही तत्त्वबाट तिमी बनेका हो। त्यो माटो जस्तै मसिनो छ, त्यो अदृश्य छ हैन। त्यसले तिम्रो चञ्चलतालाई रोकिदिन्छ, त्यसले तिम्रो पुरै शरीरलाई चलाइराखेको हुन्छ के। त्यही भएर त्यसलाई नियन्त्रणमा राख्नु भनेको ध्यान हो।
ज्ञान हो, भक्ति हो, सत्सङ्ग त्यही हो। सत्सङ्ग भनेको के हो त? सत्यको खोजी हो सत्सङ्ग भनेको, केही पनि होइन अरू। सत्यको खोजीमा हिँड्ने सङ्घहरूको जमात नै सत्सङ्ग हो होइन। त्यही भन्न चाहन्छु। उहाँको एकदम राम्रो थियो। म पहिला पनि भिडियो कन्फरेन्समा गएको थिएँ होइन, मलाई एकदम मन पऱ्यो। अनि त्यसपछि गएँ। आफ्नै स्थानमा हुनु, अब कतिपयले यसलाई नेगेटिभली पनि लिएलान्, त्यो आफ्नो ठाउँमा छ। तर प्रवचन सुनेर केही बिग्रिँदैन। सबैको सुन्नुपर्छ, सबैको ज्ञान लिनुपर्छ र डिसिजन आफ्नो गर्नुपर्छ। निर्णय आफ्नो गर, सबैको सुन। मेरो उद्देश्य नि त्यही हो। संसारलाई बदल्नु छ, सुरु आफैबाट गर्नुपर्छ। त्यही हो। अरूलाई बदलेर सकिँदैन, आफूलाई चाहिँ बदल्न सकिन्छ। यही भन्दै मैले आफ्ना केही जानेका नजानेका कुराहरू राखेको छु। अब हेरेर भिडियो पनि गरेको थिएँ अलिअलि। अब त्यस्तो राम्रो क्लियरहरू आएको छैन, अलिअलि छ, हेर्न सक्नुहुन्छ होइन। अब मन मस्त हुआ फेरि क्या बोले, मन मस्त भएपछि केही बोल्नै पर्दैन। हेर्नुहोस्, आफै इसारा पनि मौन पनि काफी हुन्छ भन्दै मैले आफ्ना केही भनाइहरू यहीँ राख्दछु। सबैको जय, सबैको मङ्गल हो, सबैको कल्याण हो। अनि जाँदा एउटा कुरा के राख्छु भन्दाखेरि, तपाईँले आफ्नो जीवनमा अलिकति समय 1-2 घन्टाको समय आफूलाई दिनुहोस्, बस त्यति भएपछि पुग्छ। त्यो समयभित्र व्यायाम गर्नुहोस्, एक्सर्साइज गर्नुहोस् होइन। अलिअलि किताब पढ्ने भने पढ्नुहोस् होइन, स्वयंको खोजको लागि। अरू के हुन्छन्, पुस्तकहरू पनि पाइन्छ। अनि आधी घन्टा 1 घन्टा यत्तिकै बस्दिनु, के भन्छ, आँखा चिम्लेर बस्दिनुहोस्, छोडिदिनुहोस् आफूलाई चिल पारमा छोडिदिनुहोस्, के शरीर पुरै छोडिदिनुहोस्। त्यसबाट के आउँछ भन्दाखेरि यस्तो एउटा अमृत पान आउँछ। जुन अमृत पान हुन्छ नि, त्यो कुनै कुरा भन्दा पनि कम हुँदैन कि। अमृत भनेपछि अमृतको घडा आइसकेपछि त्यसलाई चाहिँ कसैले पनि जित्न सक्दैन। कुनै पनि नसा त्यसको अगाडि फेल खान्छ होइन। कुनै पनि नसाले काम गर्दैन। तिमी स्वयंमा मस्त हुन्छौ। त्यसपछि तिमीलाई कसैले केही भने पनि मतलब हुँदैन र तिमी सद्मार्गमा हिँड्छौ भन्दै मैले आफ्ना कुराहरू यहीँ राख्दैछु। सबैको जय, सबैको मङ्गल होस्, सबैको कल्याण होस्। धेरै पछि भिडियो राखेको छु, एक सेयर, लाइक, सब्सक्राइब गरिदिनु होला। यस्तै कुराहरू फेरि पनि लिएर आउनेछु भन्दै अहिलेलाई म केशव भण्डारी बिदा हुन्छु। सबैको जय, सबैको मङ्गल होस्, सबैको कल्याण होस्।